पोटेन्सियल भएको तर ठाउँ नपाएको प्लेयर होइन, टाइम नपाएको प्लेयर एन्ड्रिक केटा हो। रियल माड्रिडमा बस्दा 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 बेन्ची, त्यो बेन्च हुन्छ नि, बस्ने बेन्च धरि च्यातिएर त्यसपछि दिक्क लाएर ऊ आफै एन्ड्रिक चाहिँ लोनको लागि भनेर लियोन गएका थिए। लियोन गएर उनले 3टा गेममा केटा अलरेडी 5वटा गोल इन्भल्भ गरिसकेका छन् र आज भएको गेममा मेचसँगको गेममा ह्याट्रिक हान्न सफल भएको छन्। लियोनको लागि ह्याट्रिक हान्न सफल भएको छन्। आई थिङ्क रियल माड्रिड मिस्ड आउट द क्यापाबिलिटी अफ एन्ड्रिक केटा हो। एन्ड्रिकले के गर्न सक्छ र कस्तो प्लेयर हो त्यो चाहिँ अलिकति बुझ्न सकेन जस्तो लाग्यो होइन। किनकि अहिलेको टाइमिङमा यदि स्ट्राइकर पोजिसनमा खेल्न सक्छ, त्यसपछि राइट विङमा पनि खेल्न सक्छ एन्ड्रिक हो। यस्तो बेलामा यदि मास्तान्तुआनो रोद्रिगो नचलेको बेला एन्ड्रिक यस्तो बेस्ट अप्सन हुन्थ्यो। तर जावी अलोन्सोको बेलामा उसलाई चान्सै दिएन र जावी अलोन्सोले गर्दा उसलाई लोन आउट गरियो। लोन आउट गरेपछि जावी अलोन्सो स्याक भयो। यदि अहिले आल्भारो आर्बेलोआ भए मजाले युज गर्थ्यो जस्तो लाग्छ है मलाई चाहिँ। तपाईँहरूलाई के लाग्छ कमेन्ट गरिदिनु होला। एउटा राम्रो डिसिजन हो जस्तो लाग्छ तपाईँलाई एन्ड्रिकलाई लोन आउट गर्नु। राम्रो डिसिजन हो भने हो भनेर कमेन्ट गर्नु है। बाई।